कान्छी र दिया गोठतिर गएपछि हामीले यिनीहरूको किताब कापी पोल्नुपर्छ आमा, तर त्यो भन्दा पहिला हामी घरबाट निस्किनुपर्छ। हामी हुँदै यो घरबाट किताब हरायो भने त फेरि हामीलाई दोष लगाउँछन् भनेर सीताले नाटक पारेर उहाँ सीताराम काकाले बोलाएका छन् भनेर आमा छोरी त्यतातिर गए। अनि दिया र कान्छी पनि गोठतिर जान भनेर निस्किएर गए। अनि आमा छोरी हस्याङ र फस्याङ गर्दै यता बाटो मुनतिर आउँछन्। अनि ल आमा तिमी अब यहीँ फस, जसरी भए पनि यसपल्ट चाहिँ हाम्रो जालमा तिनीहरूलाई पार्नुपर्छ भन्छन्। अनि आमाले पनि अब पर्नु त पर्यो नि बाबै, कतिचोटि भइसक्यो, एक न एक फेर त पर्लान् नि भन्दै थिइन्। अब तिनीहरू जङ्गलतिर गयो होला नि, के अरे आमा एकैछिन है तिमी यहीँ बस्दै गर, म गएर ट्याक्टुक काम सकेर आउँछु है भन्छन्। आमा पनि ल ल जा भन्छन्। सीता कसिएर उहाँ घर पुग्छिन्। अनि घर गएर त सीता त लुसुक्क लाएर यताउति दायाँ बायाँ जताततै हेर्छिन्, आँगनको डिलबाट पनि तल हेर्छिन् कतै कोही त छैनन् भनेर। अनि भित्र गएर त भयभरको त्यो कान्छीको किताब कापी लिएर लुसुक्क लाएर उहाँ घरको छेउसम्म पुगेकी थिइन्। ठ्याक्कै कान्छी आएर सीता नानी भन्छन्। सीता त खङ्ग्रङ्गै हुन्छन्, हातबाट किताब कापी सबै झर्छ। अनि त्यसपछि त कान्छी एकदमै रिसाउँदै आएर कहाँ लिएर जान लाउनु भएको यो किताब कापी, अनि किन यसरी लुकाएर लिएर जान लाउनु भएको भन्दा त सीता त आत्तिन थाल्छिन्। कहीँ लान लाएको होइन भाउजू, कहीँ लान लाएको होइन, तपाईँले पढेर तपाईँको बुद्धि बढेको अनि तपाईँले राम्रो काम गरेको देखेर मलाई पनि पढ्न मन लाग्यो कि, त्यही भएर म पनि 2-4 अक्षर जानौ कि भनेर यो किताब कापी निकालेर पढ्न जान लाग्यो कि भन्दाखेरि त ए त्यस्तो पो हो, अनि किन यस्तो बित्ति डराउनु पर्थ्यो र, तपाईँलाई नि पढ्न मन लागेको हो भने यो त एकदमै राम्रो कुरो भइहाल्यो नि, अब तपाईँलाई पढ्न आउँदैन होला, आउनुहोस् मैले जानेको 2-4 अक्षर मैले सिकाइदिन्छु भनेर कान्छीले त सीतालाई त्यहीँ राखेर कपुरी क खरायो ख भनेर पढाउन थाल्छिन्। उता आमा चाहिँ फेरि कतिखेर छोरी आउली त भनेर कुरेर बसेकी थिइन्। आउँदै नआएपछि होइन यसले त अघि नै ट्याक्टुक काम सकेर आउँछु, मैले त्यो किताब भेट्ने ठाउँमै राखेको छु भनेकी थिएँ त, यतिखेरसम्म पनि आइने के भयो होला त, कहाँ गइ त नि है, अर्काको भर परेर पनि के हुन्थ्यो र बाबै, उनीहरूले काम गर्दैलान् भने म आफै अगाडि नै जानुपर्छ है, कसैको भर पर्न भएन मलाई त भन्दै बुढी थन्थनाउँदै गएकी थिइन्। उहाँ आँगनमा त कान्छीसँग बसेर पढेको देखेर बुढीको त नेत्र बल्छ। अनि त्यसपछि त या आमा यसले त यहाँ कामसाम सकेर आउँछु भनेर मलाई उहाँ कुर्न लागेकी थियो, यहाँ जिरे खुर्सानीसँग पढेर पो बसेकी छ त, यो केटीको दिमाग पनि के भएको, भर्खरको भर्खरै बिर्सिছে कि क्या हो भन्दै ओ सीता के गरेको तैँले भन्छन्। अनि अब आमाले कुरो फुत्काउनी भइन् भनेर सीताले फेरि के होइन आमा यहाँ मैले भाउजूसँग पढ्न लागेको भन्छन्। अनि त्यसपछि त सीता नानीलाई पनि पढ्न मन लागेको रहेछ कि आमा, अनि मेरो किताब लिएर पढ्न जान लाग्नु भएको थियो, त्यही भएर मैले पढाइदिएको नि भन्दै थिइन्। अनि त्यसपछि त ऐ भर्खर के भनेर आएकी थिइस् तैँले, बिर्सिस् भनेर कराउँदाखेरि त बिर्सेको छैन आमा, कलम क खराए क गमला ग घर ग, अनि त्यसपछि नागा थोप्ली न होइन त भाउजू भन्छन्। अनि हो भनिसकेपछि मैले बिर्सेको छैन कि आमा, बिर्सेको छैन भनेर इसारा गर्दै थिइन्। आमाले इसारा बुझ्दै बुझ्दिनन्, झन् कराउन लागेकी थिइन्। अनि त्यसपछि त सीताले भाउजू तपाईँसँग बसेर पढेको देखेर आमा अलि रिसाए जस्तो छ, म यसो कुरो मिलाएर आमालाई फकाएर आउँछु है भनेर त आमालाई धकल्दै अलि उता दिएर जान्छन्। अनि त्यसपछि त आमालाई यसो घुचेटेकी थिइन्, होइन किन मलाई घुचेटेकी छेस् भनेर आमाको रिसाउँदाखेरि सबै कुरा भनिहाल्नुपर्छ, तिमीलाई अलिकति बुद्धि छैन भन्छन्। अनि त्यसपछि त उहाँ किताब लिएर आउँछु भनेर मलाई उहाँ कुराएर राखे मान्छे, अनि यहाँ बसेर पढेको देखेपछि मैले के भन्नु त भन्दाखेरि किताब लिएर भाग्न लागेको बेलामा ठ्याक्कै त्यो कान्छीले देखि त, अनि मैले के गर्नु, उहाँ आमा कुरेर बसेकी छन्, हामीले किताब जलाउन जान लागेको भन्ने त अलिकति दिमाग छैन, सोच्नु पर्दैन भनेर कराएकी थिइन्। अनि त्यसपछि यस्तो कुरा मलाई के थाहा त नि, अनि मेरो दिमागले भेट्ने भएको भए मैले तेरो सहारा माग्थेँ त भन्छन्। अनि ए त्यस्तो पो हो, ल ल हिँड जाउँ, अब कुरा त मिलाउनु पर्यो भन्दै आउँछिन् र ल नन्द भाउजू बसेर पढाओ, घरमा के काम छ मैले गर्छु भन्दै थिइन्। अनि त्यसपछि कान्छीले होइन आमा होइन, काम जति हामीले गरिहाल्छौँ नि, उहाँ दिया दिदी एक्लै घाँस काटेर बस्नुभएको होला, म त साँचो लिन भनेर आएको थिएँ, साँचो छोडेर गएछौँ। अनि फेरि यहाँ सीता नानी त पढ्न मन लाग्यो भनेर लुकेर पढेर बस्नुभएको रहेछ, अनि त्यही भएर मैले सिकाइदिएको हो क्या आमा भनेर त ल म साँचो लिएर गइहाल्छु है भन्छन्। र ल सीता नानी अब तपाईँ बसेर पढ्दै गर्नुहोस् के अरे, अब बाँकी चाहिँ म भरे आएर सिकाइदिन्छु है भनेर किताब कापी त्यहीँ छोडेर कान्छी गोठातिर जान्छन्। अनि अब यो पटक पनि आफ्नो योजना बिग्रियो, आफ्नो योजना सफल भएन भनेर सीताले चाहिँ आफूलाई लोभ्याउन थाल्छिन्। अब यता राम चाहिँ घरै नगइकन त्यहाँ चौतारामा गफ लाएर बसेका थिए, त्यही गाउँको अर्को एकजना काका, अनि त्यो सेरे काका पनि थिए। अनि त्यो सेरे काकाले हेर राम, इज्जत भनेको सबैको हुन्छ, तिमीहरूको पनि हुन्छ मेरो पनि हुन्छ, त्यत्रो मेरो आफन्त इष्टमित्रहरू जम्मा भएको बेलामा तेरी कान्छी बुहारीले मेरो छोरीलाई जग्गाबाट उठाएर लिएर जाँदाखेरि मेरो कति बेइज्जत भयो होला, मलाई के भन्यो होला गाउँलेहरूले भनेर त्यही कुरा निकाल्छन्। अनि त्यसपछि त कान्छीले त राम्रो
काम गरेको हो नि काका, तपाईँले किन यस्तो नराम्रो सोच्नु भएको भनेर रामले सम्झाउन खोज्छन्। त्यहाँ भएका अर्को एकजनाले पनि कान्छीले गरेको काम राम्रो हो नि भनेर भन्दाखेरि हुन्छ कोही बेला आएर राम्रो काम त्यत्रो मेरो आफन्तको अगाडि समाजको अगाडि बेइज्जत भएन भनेर शेरे काकाले फेरि त्यस्तो कुरा गर्छन्। अनि त्यसपछि त हेर्नुस् काका, गाउँ समाज भनेको को हो र हामी नै होइन। अनि फेरि तपाईँले आफै भन्नुभएको होइन गाउँ समाज भनेको जिउँदाको जन्ती मर्दाको मलामी भनेर। अनि त्यसपछि त त्यो त एकदमै राम्रो काम गरेकी हो त कान्छीले, तपाईँकी त्यस्तो बालका छोरी त कमसेकम घरमै छ नि, उसको चाहिँ जिन्दगी बर्बाद भएन नि भनेर भन्दाखेरि त त्यस्तो भनेर हुन्छ। त्यही कुराले गर्दाखेरि समाजमा मेरो इज्जत कहाँ पुगेको छ भनेर झन् शेरे काका कराउन थाल्छन्। अनि त्यसपछि ए काका, समाज भने पनि जे भने पनि हामी नै हौ नि त, हामीले राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो त भन्न पर्यो नि त। समाजमा कसैले केही राम्रो काम गरे भने राम्रो काम गरेको भनेर प्रोत्साहन गर्नै पर्छ नि। कान्छीले गरेको काम एकदमै राम्रो हो, तपाईँको बालका छोरीको बिहे भएन, उसले बिहे रोकिदिए, अनि यो कामलाई राम्रो मान्नु पर्दैन त भनेर सम्झाउन खोज्छन्। तर शेरे काकाले भने कुरै बुझ्दैनन्। अनि ठ्याक्कै यत्तिकैमा मास्टर साहब पनि आउँछन्। अनि के को गल्फ दियो चौतारामा भन्दै थिए। अनि त्यसपछि त शेरे काकाले तिमीलाई त म देख्न पनि रुचाएको छैन, त्यो राधेको स्वास्नीलाई पढाउनु पर्छ, ठुलो मान्छे बनाउनु पर्छ भनेर तिमीले नै उचालेको होइन। अस्ति उहाँ मेरो घरमा छोरीको बिहेको बेलामा कति विधि तमासा गरी, तिम्रै कारणले यस्तो भएको भन्दाखेरि त मास्टर साहबले के नराम्रो गरी त कान्छीले त एकदमै राम्रो काम गरेकी हो, बालखा भए पनि त्यसको बुद्धि एकदमै राम्रो हो, मलाई त एकदमै खुसी लागेको छ। यदि त्यो बिहेमा म आएको भए पनि मैले नि यही गर्थेँ, अब म चाहिँ केही काम परेर आउन पाइनँ, तर त्यो काम नराम्रो होइन, एकदमै राम्रो काम गरेकी हो। कान्छीले पढी भने अझै राम्रो कामहरू गर्छे भन्छन् र। अनि ल म त त्यहाँ पारी गाउँमा मिटिङमा जान लागेको हो के अरे, तपाईँहरू गफ गर्दै गर्नु भनेर गएका थिए। अनि त्यो शेरे काका त रिसाउँदै यो मास्टर पनि गतिलो होइन, म त के गर्ने होला भनेर झन् भाउन्न हुन थाल्छन्। अनि अनेक थोक भन्दै थिए। अनि रामले भने हे काका, तिमी पनि चाहिने नचाहिने कुरा गर्छौ, राम्रो कुरालाई राम्रो भन्न पनि सक्दैनौ। ए काका तपाईँले सम्झाइदिनुहोस् त भनेर अर्कालाई भन्दाखेरि ती अर्का दाइले पनि सम्झाउन खोज्दै थिए। तर शेरे काका भने सम्झिने खाले मान्छे हुँदै होइन रहेछन्। अब गाउँ समाज इष्टमित्रको अगाडि मेरो बिजेत भयो, यो रामेको बुहारीले गर्दाखेरि मेरो छोरीको बिहे भएन भनेर उनलाई फेरि त्यही मात्रै छ चिन्ता। बिचरा सानैमा बिहे गरेर दिँदाखेरि कति धेरै समस्या झेल्नु पर्ला मेरो छोरीले, कति दुःख पाउली, यसको इच्छा चाहनाहरू त्यत्तिकै मर्छन्, पढ्न पाउँदिन भन्ने यस्ता कुराको चाहिँ दिमागमा अलिकति पनि छैन। खालि गाउँ समाज अनि इष्टमित्रको अगाडि मेरो बिजेत भयो भनेछन्। अनि यिनको यही कुरा सुन्दै रामलाई त रिस उठ्छ र अनि तपाईँ त खालि यस्तै कुरा गर्नुहुँदो रहेछ, यो बेकार म यहाँ गफ गर्न बसेको घर उहाँ भात कुरेर बसेका होलान्, घरका जानले गएँ म त घरतिर भनेर राम त रिसाएर घरतिर जान्छन्। यता फेरि कान्छी उता गोठतिर जान लागेकी थिइन्, मिराले घाँस काट्दै रहेछिन्। अनि त्यसपछि त कान्छीले ठ्याक्कै देख्छिन्, रिसाएर बडा आँखा पार्दै अगाडि बढिरहेकी थिइन्। त्यो घाँस काट्दै गरेको मिराले पनि कान्छीलाई ठ्याक्कै देख्छिन्। त्यसपछि त घाँस उठाएर डोको नाम्रो बोकेर झाडीको छेल परेर लुक्छिन्। अनि कान्छी अगाडि आएकी थिइन्, त्यहाँनिर आउँदा मिरालाई देख्दिनन्। अनि यताउति हेर्छिन्। अनि त्यसपछि त यसो उता हेर्दा त झाडीमा लुकेको देख्छिन्। अनि कान्छी पनि माथिल्लो बाटोबाट जान्छिन्। यता मिरा फेरि धन्न देखिने, त्यसले देखेको भए त मेरो आज के हालत गर्थी होली भन्दै लुकेर बसेकी थिइन्। कान्छी त माथिबाट आएर तँलाई चोर, हाम्रो घरको जान कोही पनि मन नपर्ने, न मेरो लोग्ने मन पर्ने, न मेरो दाई मन पर्ने, न मेरो दिदी मन पर्ने, मेरो त झन् पुरै नगरौँ, अनि तँलाई हाम्रो पाखाको घाँस चाहिँ मन पर्ने, तँलाई चोर्ने भनेर त कान्छीले कराउन थालिहाल्छिन्। त्यसपछि त मिरा पनि जर्जर हुँदै कसले चोरेको छ, जे पाए त्यही बोल्छेस्, चोर्नेले त राति चोर्छन्, दिउँसै कसैले चोर्छ, घाँस काटेको पनि चोरेको हुन्छ भनेर कराएकी थिइन्। अनि त्यसपछि हेर त हेर, जो चोर उसकै ठुलो चोर, अलिकति पनि लाज नभए कि खुरुक्क त्यो घाँस हाम्रो गोठमा लगेर हाम्रो गाईलाई हाल्दे नत्र भन्दै थिइन्। अनि मिरा पनि जोडको तोड भएर नत्र के गर्छेस् तैँले, मलाई के गर्छेस् भनेर निउ खोज्न थाल्छिन्। अनि कान्छीले त अहिले यही ढुङ्गा खोजेर तेरो टाउको साउको फुटाइदिउँ, तैँले चोरेको घाँस तँलाई नै खुवाइदिउँला नि भन्दै थिइन्। अनि त्यसपछि त मिराले ल हेरौँ त भन्दै थिइन्। कान्छी त त्यहाँबाट झरेर आइहाल्छिन्। कान्छी आएको देखेर मिरा पनि डोको बोकेर कुलेलाम ठोक्किहाल्छिन्। कान्छीले लखर्दै थिइन्, अलि पर त पुगेकी थिइन् नि मिरा, त्यहीँ लड्छिन्। अनि त्यसपछि त त्यो डोकोबाट घाँस निकालेर त कान्छीले त नभन्दै मिरालाई खुवाइदिन्छन्। तँलाई चोर लाज पनि छैन, अझ हाम्रै घाँस चोर्ने, अझ हामीसँगै ठुलो कुरा गर्ने, तँलाई लाज छैन हाम्रो घाँस चोर्ने भन्दै खा छिटो खा भन्दै त्यो घाँसको बुझो त मिराको मुखमा कोचाइ गर्छिन्। हुन पनि अब मिराले पहिल्यैदेखि नै दिया र कान्छीको खेदो खनेको खनै थिइन्। अब अहिले चाहिँ जति नै उनीहरूले षड्यन्त्र गरे पनि सफल हुन भने सकेका छैनन्। कान्छीले मिराको सातो नै खाइदिएकी छन्। अब अहिले घाँस चोर्दाखेरि पनि यतिविधि गरिन्। अब यही मिरा उनकै सासु र नन्दसँग मिलेर
अस्ति पनि त त्यत्रो ठुलो षड्यन्त्र रचेका थिए नि, त्यो षड्यन्त्र पनि अब त्यत्तिकै भयो, कान्छी जसरी भए पनि पढ्नुपर्छ भनेर सबैजनाले भनेका छन्। अब अहिले मिरालाई यस्तो गर्दाखेरि अब फेरि कतै मिराले समाज जोड्ने त होइन। के लाग्छ तपाईँलाई? कान्छीले एकदमै ठिक गरेकी हुन्, यसरी मिराले चोर्नु हुन्थेन। अनि अब चाहिँ कान्छीले त्यो मिरा, सासु र नन्द मिलेका कुराहरू पनि थाहा पाउनुपर्छ, उनीहरूको षड्यन्त्रलाई विफल पार्दै जानुपर्छ। अनि कान्छीले चाहिँ धेरै पढ्नुपर्छ भन्ने को हुनुहुन्छ आफ्नो विचार कमेन्ट गरी भिडियोमा लाइक अनि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला।